खाना खाँदा होस् या गाडीमा कतै जाँदा आजकल बालबालिकाहरू जताततै मोबाइलमा व्यस्त भएको देख्नु त सामान्य नै भइसक्यो होइन र? तर मनोरञ्जनको लागि चलाइने यो साधन कहिले हानिकारक लतमा परिणत हुन्छ? आउनुहोस् आज यही विषयमा गहिरिएर कुरा गरौँ। त्यसो भए रमाइलोको लागि चलाइने मोबाइल आखिर कहिले र कसरी एउटा ठूलो समस्या बन्न पुग्छ? एउटा सामान्य बानीले बालबालिकाको जीवनमा कसरी नराम्रो असर पार्न थाल्छ? यो कुरा बुझ्नको लागि सबैभन्दा पहिले लत भनेको वास्तवमा के हो त्यो जान्नु जरुरी छ। लतको परिभाषा सोचेभन्दा धेरै सरल छ। जब कुनै बच्चालाई मोबाइल चलाउँदा आँखा दुख्छ, पढाइ बिग्रिन्छ भन्ने थाहा हुँदाहुँदै पनि ती सबै असरहरूलाई बेवास्ता गरेर घण्टौँसम्म मोबाइलमै झुन्डिरहन्छ। हो, त्यही नै लत हो। यहाँ सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको असरको बेवास्ता गर्नु हो। अब यो लतको पहिलो सङ्केत कहाँ देखिन्छ त? प्रायजसो यो उनीहरूको पढाइ र व्यवहारमा देखिन थाल्छ। यी यस्ता परिवर्तन हुन् जुन घरमा अभिभावकले र स्कुलमा शिक्षकहरूले सजिलैसँग याद गर्न सक्छन्। हेरौँ है त ती परिवर्तनहरू के हुन्। यहाँ हेर्नुहोस् त, एकातिर एउटा बच्चा आफ्नो काममा एकदमै ध्यान दिएर लागेको छ, अर्कोतिर त्यही उमेरको अर्को बच्चा छ जसको ध्यान मोबाइलले पूरै भङ्ग गरिदिएको छ। हो, मोबाइलको लतले गर्ने नै यही हो। यसले ध्यान केन्द्रित गर्ने क्षमतालाई कमजोर बनाइदिन्छ, जसको सिधा असर उनीहरूको सृजनाशीलता र सिक्ने प्रक्रियामा पर्छ। त्यसपछि त शैक्षिक समस्याहरू एकपछि अर्को गर्दै देखिन थाल्छन्। उनीहरूको ध्यान एक ठाउँमा टिक्नै छाड्छ, गृहकार्य कहिल्यै समयमा पूरा हुँदैन, किताब समातेर बसेको बेला पनि दिमागमा मोबाइलका गेम र भिडियो नै घुमिरहेका हुन्छन्। अनि परिणाम? कक्षामा ध्यान दिन नसक्ने र बिस्तारै पढाइमा कमजोर हुँदै जाने। र असर पढाइमा मात्र सीमित रहँदैन, उनीहरूको व्यवहारमा पनि आकाश जमिनको फरक आउँछ। हातबाट मोबाइल खोज्न खोजियो कि तुरन्तै रिसाउने, चिच्याउने गर्न थाल्छन्। बिस्तारै परिवार र साथीभाइबाट टाढिएर एक्लै बस्न रुचाउँछन्। कम बोल्ने, सानो कुरामा पनि झर्को मान्ने अनि राति सुत्ने बेलामा समेत मोबाइल माग्ने बानी देखिन थाल्छ। ल, पढाइ र व्यवहारमा आउने परिवर्तन त बाहिरबाट देखिने कुराहरू भए, तर पर्दा पछाडि मोबाइलको लतले उनीहरूको स्वास्थ्यमा अझ गम्भीर र दीर्घकालीन असर पारिरहेको हुन्छ। र यो असर शारीरिक र मानसिक दुवै तहमा हुन्छ। शारीरिक रूपमा हेर्ने हो भने लगातार स्क्रिनमा हेर्दा आँखा र टाउको दुख्न थाल्छ। एकै ठाउँमा घण्टौँसम्म बस्दा मोटोपना बढ्छ अनि मोबाइलमा झुकिरहँदा घाँटे र ढाड दुख्ने समस्या त छँदैछ। त्यस्तै मानसिक रूपमा तनाव, चिन्ता र झर्किने बानी बढ्दै जान्छ। बाहिर गएर खेल्ने रुचि हराउँछ र अरूसँग घुलमिल गर्ने सामाजिक सिपहरू पनि कमजोर हुन थाल्छन्। अनि यो समस्या दिनमा मात्र होइन, यो त 24 घण्टाको चक्र हो। खास गरी राति अबेरसम्म मोबाइल चलाउँदा उनीहरूको निद्राको तालिका नै बिग्रिन्छ। अनि के हुन्छ? बिहान उठ्न गाह्रो हुने, दिनभरि शरीर थाकेको महसुस हुने र स्कुलमा राम्रोसँग ध्यान दिन सक्ने। यो 24/7को चक्रले उनीहरूको समग्र विकासमा नै गहिरो असर पुर्याउँछ। सायद यो लतको सबैभन्दा खतरनाक मनोवैज्ञानिक असर यही हो। उनीहरूलाई डिजिटल संसारका साथीहरू र सम्बन्धहरू वास्तविक जीवनका परिवार र साथीभाइभन्दा बढी महत्त्वपूर्ण लाग्न थाल्छ। यसले उनीहरूको सामाजिक विकासमा नराम्रो असर पार्छ र बिस्तारै उनीहरूलाई वास्तविक संसारमा एक्लो बनाउँदै लैजान्छ। यति धेरै समस्याहरू सुनेपछि चिन्ता लाग्नु स्वाभाविक हो, तर राम्रो कुरा के छ भने समाधानहरू असम्भव छैनन्। अब ती उपायहरूबारे कुरा गरौँ जसमा अभिभावकको भूमिका सबैभन्दा महत्त्वपूर्ण हुन्छ। यी 5वटा व्यावहारिक उपायहरू अपनाउन सकिन्छ। 1. मोबाइल चलाउने निश्चित समय तोक्ने, जस्तै दिनको 1 घण्टा। 2. घरमा नो फोन जोन बनाउने, खास गरी खाना खाने टेबल र सुत्ने कोठामा मोबाइल निषेध गर्ने। 3. बाहिरी खेलकुद र शारीरिक गतिविधिमा प्रोत्साहन गर्ने। 4. उनीहरूसँग बसेर कथा पढ्ने, पजल खेल्ने जस्ता गतिविधिहरू गर्ने। र 5. पढाइलाई रमाइलो बनाउन सानोतिनो पुरस्कारको व्यवस्था गर्ने। र यो सायद सबैभन्दा महत्त्वपूर्ण कुरा हो। बालबालिकाले हामीले भनेको कुरा भन्दा पनि हामीले गरेको कुराबाट धेरै सिक्छन्। यदि अभिभावक आफै हर समय मोबाइलमा व्यस्त हुन्छन् भने छोराछोरीलाई मोबाइल नचलाऊ भन्नुको कुनै अर्थ रहँदैन। त्यसैले सबैभन्दा पहिले आफै एउटा राम्रो उदाहरण बन्नु जरुरी छ। अन्त्यमा एउटा प्रश्न सोच्नको लागि छोडेर जान चाहन्छु। हामीले आफ्नो परिवारको लागि स्वस्थ डिजिटल बानी कसरी बनाउन सक्छौं?
प्रविधिलाई दुश्मनको रूपमा नहेरी यसको सही र सन्तुलित प्रयोग कसरी सुनिश्चित गर्ने? यही प्रश्नमाथि विचार गर्दै आजको लागि बिदा चाहन्छौं। धन्यवाद।